नमस्ते सबैजनालाई। आज हामी नेपालको धरातलीय स्वरूप र भौगोलिक चिनारीबारे चर्चा गर्नेछौँ यस भिडियोमा। यो हाम्रो 5औं भिडियो हुनेछ। यदि तपाईले प्रथम, दोस्रो, तेस्रो र चौथो भिडियो हेर्नु भएको छैन भने एकचोटि अवश्य हेर्नुहोला। मैले अति नै रोचक ढङ्गले स्लाइड तयार पारेर चाहिँ भिडियो बनाउन कोसिस गरेछु। तपाईको लागि बुझ्नको लागि मैले अति नै रोचक ढङ्गले स्लाइड तयार पारेछु। ल हामी आज 5औं भाग हेर्नेछौँ भूगोलको। ल सुरु गरौँ हामी। 90% पानीले सिमाना छुट्याएको जिल्ला कुन हो? कैलाली। कैलाली जिल्लालाई 90% पानीले सिमाना छुट्याएको छ है। कैलालीको चारैतिर के छ? पानी छ। त्यसले के गरेछ? यसको सिमाना छुट्याउने काम गरेछ। त्यस्तै तपाईको 52 पोखरी र 53 तालको जिल्ला कुन छ? रुकुम है। रुकुम तपाईको 52 पोखरी 53 तालको जिल्ला छ है। रुकुममा रुकु है। रुकुममा गएर रुकुम भयो। त्यस्तै नै साथीहरु, सगरमाथाको प्रवेशद्वार कहाँ रहेछ? नाम्चे बजार। नाम्चे बजार के रहेछ? सगरमाथाको प्रवेशद्वार, जुन कुन डिस्ट्रिक्टमा छ? सोलुखुम्बु डिस्ट्रिक्टमा है। सोलुखुम्बुमा रहेछ। नाम्चे बजार कुन जिल्लामा रहेछ भन्दाखेरि सोलुखुम्बु है। नाम्चे बजार के रहेछ? सगरमाथाको प्रवेशद्वार रहेछ। त्यस्तै नै नेपालको प्रवेशद्वार कुन रहेछ साथीहरु? वीरगञ्ज पर्सा। नेपालको प्रवेशद्वार को रहेछ भन्दाखेरि वीरगञ्ज पर्सा। अनि सगरमाथाको प्रवेशद्वार को रहेछ भन्दाखेरि नाम्चे बजार, जुन सोलुखुम्बु डिस्ट्रिक्टमा छ है। त्यस्तै नै तपाईको 3 तिरबाट पानीले छुट्याएको सिमाना है। 3 तिरबाट पानीले सिमाना छुट्याएको जिल्ला कुन हो? ओखलढुङ्गा। ओखलढुङ्गालाई 3 तिरैबाट पानीले सिमाना छुट्याएको रहेछ। र कैलालीलाई 90% पानीले सिमाना छुट्याएको रहेछ। अनि 3 तिरबाट ओखलढुङ्गालाई केले पानीले सिमाना छुट्याएको रहेछ, अर्थात् नदी नालाले यसको सिमाना छुट्याएको रहेछ है। त्यस्तै नै तपाईको 52 पोखरी 53 तालको जिल्ला कुन छ? रुकुम है। रुकुम। ल रुकुममा धेरै गीतहरु पनि निस्केछ। रुकुमका मान्छेहरु धेरै गीत निकालेछ आफ्नो जिल्लालाई लिएर। चुरे पर्वतको अग्लो श्रेणी कुन हो है? चुरे पर्वतको अग्लो श्रेणी गरवा हिमाल हो है। गरवा हिमाल, जुन कुन जिल्लामा छ? कैलाली। कैलाली। कैलाली कैलालीलाई कति प्रतिशत पानीले सिमाना छुट्याएको छ? 90% पानीले सिमाना छुट्याएको छ। अनि कैलालीमा कुन हिमाल पर्दछ? गरवा हिमाल। गरवा हिमाल। गरवा हिमाल। गरवा तपाईको एउटा यस्तो नाम हो जुन भारतीयले धेरै युज गर्ने गर्छ। राजस्थानीहरुले युज गर्ने गर्छ गरवा खेल्ने बेलामा है। दुईटा डन्डा लिएर मेल र फिमेल रे गरवा खेल्ने गर्छ। तपाईलाई पनि थाहा होला। ल यो कुरालाई ध्यान राख्नुस्। र यसको उचाइ कति रहेछ त्यो पनि हेरौ। 1 फर्स्टमा, लास्टमा 2, त्यसपछि 8, त्यसपछि कति? 7। 1 2 लास्टमा र 8 7 बीचमा, अर्थात् 1872। 1872 याद राख्नुस्। गरवा हिमालको उचाइ 1872। महाभारत क्षेत्रको अग्लो पर्वत कुन हो? सैलुङ हो है। महाभारत क्षेत्रको अग्लो पर्वत कुन हो भन्दाखेरि सैलुङ महाभारत क्षेत्रको सबभन्दा अग्लो पर्वत हो। यो कहाँ पर्छ? दोलखा जिल्लामा पर्छ है। दोलखा। खिरखा, भातखा, दोलखा, टोलखा, छोलखा,
दोलखा। सहेलुङ पर्वत कहाँ पर्छ? दोलखा जिल्लामा। दोलखा है, सहेलुङ दोलखा जिल्लामा पर्छ। महाभारत क्षेत्रको सबभन्दा अग्लो पर्वत हो र यसको उचाइ कति छ? 3500 उचाइ रहेछ यसको है। 3500 उचाइ कति रहेछ? 3500 मिटर है। त्यस्तै नै हिमालय क्षेत्रको अग्लो पर्वत कुन छ? सगरमाथा। यो सबैलाई थाहा छ। 8848.86 मिटर उचाइ रहेछ यसको। यो कुन डिस्ट्रिक्टमा रहेछ? सोलुखुम्बु। यता हामी सोलुखुम्बुको बारेमा पढेको थियो। यहाँ हेर्नुहोस्, सोलुखुम्बु सगरमाथाको प्रवेशद्वार पनि छ नाम्चे बजारमा है। अनि यो सगरमाथा कुन डिस्ट्रिक्टमा पर्छ? सोलुखुम्बु है। गर्वा हिमाल कैलाली। सहेलुङ पर्वत दोलखा। सगरमाथा सोलुखुम्बु। सबाट सोलुखुम्बु। याद राखिनुस् है। अब हामी अगाडि बढौँ। तराई क्षेत्रको तपाईको चौडाइ कति रहेछ साथीहरू? करिब 25 देखि है। कति? 25 देखि लिएर 30 किलोमिटरसम्म फैलिएको छ है यो चौडाइ। तराई क्षेत्रको चौडाइ रहेछ 25 देखि 30 किलोमिटरसम्म है। 25 मा 5 जोड्दौ 30। यो भयो तराई क्षेत्रको चौडाइ। र अब उचाइ कति छ? उचाइ तपाईको 59 है। 59 देखि लिएर तपाईको 600 सम्म है। 600 सम्म उचाइ रहेछ है। सुरुवात तपाईको 59 बाट हुन्छ यहाँबाट। अनि यहाँ टोटल कति छ? 600 मिटरसम्म छ है। 59 मिटर देखि लिएर 600 मिटरसम्म यसको उचाइ रहेको पुष्टि भएको छ। सबभन्दा होचो भाग कुन छ है? याद राख्नुहोस्, सबभन्दा होचो भाग तराई क्षेत्रमै पर्छ। नेपालको सबभन्दा होचो भाग। कमेन्ट गरेर अवश्य भन्नुहोला। अनि त्यसको उचाइ समुद्र सतहबाट कति रहेछ कमेन्ट गर। त्यस्तै नै साथीहरू पहाडी क्षेत्रको हामी बुझौँ। पहाडी क्षेत्रको चौडाइ कति रहेछ त्यो सबभन्दा अगाडि बुझौँ। 76 है। 76 देखि लिएर 125 है। 76 देखि लिएर 125 सम्म के छ यसको चौडा छ है। चौडाइ करिब 76 देखि लिएर 125 किलोमिटरसम्म यसको चौडाइ रहेछ। र यसको उचाइ भन्नाले 600 देखि लिएर तपाईको 3000 मिटरसम्म तपाईको पहाडको उचाइ रहेछ। पहाडी क्षेत्रको उचाइ रहेछ 600 देखि लिएर। जहाँ तराई क्षेत्रको 600 सकिन्छ त्यहीबाट 600 देखि लिएर 3000 मिटर उचाइसम्म फैलिएको छ पहाडी क्षेत्र। अब 3000 देखि लिएर 8848 मिटर उचाइसम्म के छ? हिमाली क्षेत्र। 3000 देखि लिएर 8848 मिटरसम्म हिमाली क्षेत्रको उचाइ रहेछ। र हिमाली क्षेत्रको चौडाइ कति रहेछ भन्दाखेरि 25 देखि 50 किलोमिटरसम्म। 25 देखि 50 किलोमिटरसम्म हिमाली क्षेत्रको तपाईको चौडाइ रहेछ। 25 देखि 50 किलोमिटरसम्म है। नेपाली इङ्ग्लिस भयो। 25 देखि
50 किलोमिटरसम्म हिमाली क्षेत्रको चौडाइ रहेको छ है। यो मध्य भेगमा छ अवस्थित, यो छ उत्तरी भेगमा अवस्थित, यो दक्षिणतर्फ अवस्थित छ है। ल अब हामी अर्को स्लाइडमा लागौँ। नेपालको क्षेत्रफल र जनसङ्ख्या बारे बुझ्नेछौँ। तपाईको सबभन्दा बढी क्षेत्रफल ओगटेको भूभाग कुन हो? पहाडी प्रदेश, जुनले 68% भूभाग ओगटेको रहेछ है। त्यस्तै हिमाली प्रदेशले 15% भूभाग ओगटेको रहेछ। अनि तराईले है 17% भूभाग ओगटेको रहेछ है। पहाडले 68%, हिमाली प्रदेशले 15%, 15 मा 2 जोड्देऊ तपाईको 17% के रहेछ? तराई प्रदेशले ओगटेको रहेछ। अब हामी जनसङ्ख्याका कुरा गर्ने है। जनसङ्ख्यामा सबभन्दा बढी जनसङ्ख्या तराई क्षेत्रमा रहेछ है। कति रहेछ भन्दाखेरि 53 है, 53.66%, 53.66% चाहिँ जनसङ्ख्या रहेछ है। कुल जनसङ्ख्याको 53.66% रहेछ जनसङ्ख्या है। पहाडको 40% रहेछ है। पहाडको जनसङ्ख्या कति रहेछ? 40.25% रहेछ है। पहाडी क्षेत्रको जनसङ्ख्या 40.25% रहेछ। त्यस्तै हिमाली क्षेत्रको जनसङ्ख्या मात्र 6.09% रहेछ है। सबभन्दा कम हिमाली प्रदेशमा रहेछ है। तपाईको तराई क्षेत्र 17% मात्र क्षेत्रफल ओगटेको रहेछ है कुल क्षेत्रफलको। तैपनि यहाँ तपाईको 53% भन्दा बढी जनसङ्ख्या धान्छ यस क्षेत्रले है। जनसङ्ख्यामा तराई क्षेत्र धेरै छ, तर क्षेत्रफलमा तपाईको दोस्रो नम्बरमा आउँछ। 17% मात्र क्षेत्रफल ओगटेको छ। तैपनि यसले नेपालको 53.66% के गरेछ भन्दाखेरि जनसङ्ख्या ओगटेको रहेछ। ल अब हामी अर्को स्लाइडमा आइसक्यो। हिमाली प्रदेशका बारेमा बुझ्ने है। हिमाली प्रदेशमा कतिवटा कुल जिल्ला रहेछ? 21 वटा है। जुनमा सबभन्दा सानो कुन हो? पूर्वी रुकुम है। रुकुम के हो? सबभन्दा सानो जिल्ला पूर्वतिर छ रुकुम। रुकुमै कोट है माया। ठुलो जिल्ला कुन रहेछ भन्दाखेरि डोल्पा। डोल्पा 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 ठुलो जिल्ला हिमाली क्षेत्रको। डोल्पा के रहेछ? ठुलो जिल्ला हिमाली क्षेत्रको। पूर्व रुकुम के रहेछ? हिमाली क्षेत्रको सानो जिल्ला है। रुकुम कहाँ घुम्न गए? डोल्पा घुम्न गए। रुकुम भन्ने केटी डोल्पा घुम्न गए है। रुकुमले डोल्पा घुम्न गए, याद राखौँ है। या रुकुम डोल्पा मिलेर घुम्न गए कहाँ? हिमालमा। रुकुम ठुलो थियो र के भन्छ रुकुम सानो थियो र डोल्पा के थियो? ठुलो है। रुकुमको हाइट पुगेन, डोल्पाको हाइट पुग्यो। अनि डोल्पा के गयो? तपाईको दुवैजना मिलेर हिमाली क्षेत्रमा घुम्न गयो। अब हामी पहाडी क्षेत्रको कुरा गरौँ। पहाडी प्रदेशमा कुल जिल्ला कति रहेछ? 35 वटा है। यसको सबभन्दा सानो जिल्ला कुन छ? भक्तपुर। र सबभन्दा ठुलो जिल्ला यो प्रदेशको सिन्धुपाल्चोक। भक्तपुर सानो, सिन्धुपाल्चोक ठुलो जिल्ला रहेछ पहाडी प्रदेशको। याद राख्नुस्। र नेपालको सबभन्दा सानो जिल्ला कुन छ? भक्तपुर नै हो, जुन
119 वर्ग किलोमिटर मात्र रहेछ। भक्तपुर नेपालकै सबभन्दा सानो जिल्ला छ जसको क्षेत्रफल 119 वर्ग किलोमिटर मात्र छ। यो पनि याद राख्नुहोस् र यो पनि याद राख्नुहोस् कि पहाडी प्रदेशको सबभन्दा सानो जिल्ला भक्तपुर हो र तपाईको पहाडी प्रदेशको सबभन्दा सानो के भन्छ सबभन्दा ठुलो जिल्ला सिन्धुपाल्चोक रहेछ। यो पनि याद राख्नुहोस्। ल हामी अर्को स्लाइडमा पुगौँ। तराई प्रदेशमा कतिवटा जिल्ला रहेछ? कुल 21वटा जिल्ला रहेछ, जसमध्ये सबभन्दा सानो जिल्ला महोत्तरी छ है। महोत्तरी र सबभन्दा ठुलो जिल्ला कैलाली है। सबभन्दा ठुलो जिल्ला कैलाली। कैलालीलाई कति प्रतिशत पानीले सिमाना छुट्याएछ भन्नुहोस् त साथीहरू। एकचोटि याद राख्नुहोस्। 90% पानीले छुट्याएको जिल्ला कुन हो? कैलाली नै हो है। यो याद राख्नुहोस् साथीहरू। कैलालीलाई 90% पानीले छुट्याएछ र यो सबभन्दा ठुलो जिल्ला कुन हो? तराई क्षेत्रको है। सबभन्दा ठुलो जिल्ला कैलाली हो र सबभन्दा सानो जिल्ला तराई क्षेत्रको कुन हो? महोत्तरी है। महोत्तरी सबभन्दा सानो जिल्ला हो तराई क्षेत्रको। धेरै कुरा हामी प्रष्ट पार्न सक्छौँ यही स्लाइडबाट। अन्त्य जानै पर्दैन हामीलाई, किन हामी अन्त्य भट्किने। यति रोचक स्लाइड हामी तयार पारेछौँ। यसको तपाईँ यसमा हेर्नुहोस्, यसको फाइदा उठाउनुहोस्। तपाईहरूलाई एकदम सुवर्ण अवसर पाउनु भएछ है। अब हामी स्थानीय तहको बारेमा गर्नेछौँ कुरा। स्थानीय तह, कुल स्थानीय तह कति रहेछ? हाम्रो 753वटा स्थानीय तह रहेछ है। कतिवटा रहेछ? 753वटा स्थानीय तह रहेछ, जुन मध्ये हिमाली क्षेत्रमा 169वटा स्थानीय तह रहेछ। हिमाली क्षेत्रमा कतिवटा रहेछ भन्दाखेरि 169वटा र पहाडी क्षेत्रमा 308वटा। त्यस्तै तराई क्षेत्रमा 276वटा है। हाम्रो पहाडी क्षेत्रमा बढी स्थानीय तह रहेछ है, 308वटा छ। लोकल लेभल सबभन्दा बढी तपाईको पहाडी क्षेत्रमै रहेछ त। 308वटा तपाईको स्थानीय तह पहाडी क्षेत्रमा रहेछ र तराई क्षेत्रमा कति? 276वटा है। भौगोलिक आधारमा पहाडी क्षेत्र धेरै ठुलो छ, त्यसैले यसको स्थानीय तह पनि बढी छ, 308वटा। र भौगोलिक क्षेत्रको आधारमा हिमाली क्षेत्र सबभन्दा कम रहेछ, 15% मात्र हिमाली क्षेत्र ओगटेको छ भने यसको स्थानीय तह कति रहेछ? 169वटा मात्र स्थानीय तह यसमा रहेछ है। म्याग्दी जिल्ला सहित यसको स्थानीय तह 169वटा रहेछ। त्यसपछि 276 तपाईको तराई क्षेत्रको कुल स्थानीय तह रहेछ। ल अब हामी धेरै स्थानीय तह र थोरै स्थानीय तह भएको जिल्लाहरू हेर्छौँ हिमाली क्षेत्रको है। धादिङ के छ? धेरै स्थानीय तह भएको जिल्ला हो। कुन क्षेत्रको? हिमाली क्षेत्रको, जुनमा 13वटा मात्र स्थानीय तह रहेछ र थोरै स्थानीय तह भएको जिल्ला कुन हो? रुकुमको अर्को हामी पढेको थियो, के थियो भन्दाखेरि रुकुम। भन्नुहोस् त साथीहरू, कमेन्ट गरेर भन्नुहोस् त रुकुम जिल्ला के को विशेषता के छ? एकचोटि भन्नुहोस् त। 52 पोखरी 53 तालको जिल्ला भनेर रुकुमलाई चिनिन्छ है। धादिङ के हो? धेरै स्थानीय तह भएको हिमाली क्षेत्रको जिल्ला रहेछ। त्यसै तपाईँ थोरै भनेर पूर्व है, रुकुम पूर्व है। रुकुम मात्र होइन, रुकुम पूर्व हुनु पर्यो। रुकुम पूर्वमा के छ? 13वटा मात्र स्थानीय तह रहेको छ। त्यस्तै अब पहाडी क्षेत्रमा जाऊ। पहाडी क्षेत्रको कुल स्थानीय तह कति रहेछ? 308वटा है। अब धेरै स्थानीय तह भएको जिल्ला पहाडी क्षेत्र कुन हो? काभ्रे के छ? धेरै स्थानीय तह भएको जिल्ला हो, जुनमा 13वटा मात्र स्थानीय तह रहेछ। अनि थोरै स्थानीय तह भएको जिल्ला कुन हो? भक्तपुर है, जुनमा 4वटा मात्र स्थानीय तह रहेछ। त्यस्तै नै अब तराई क्षेत्रमा जाऊ। तराई क्षेत्रको कुल स्थानीय तह कति रहेछ? 276वटा रहेछ कुल स्थानीय तह, जसमध्ये धेरै
स्थानीय तह भएको जिल्ला कुन हो? सर्लाही। यो नेपालको सबभन्दा बढी स्थानीय तह भएको जिल्ला पनि छ साथीहरू, यो पनि स्मरण गरेर राख्नुहोला। र थोरै स्थानीय तह भएको जिल्ला कुन हो? नवलपरासी र चितवन, दुवैमा 7-7वटा मात्र स्थानीय तह रहेछ। त्यसैले नवलपरासी र चितवन दुवैलाई गाँसेको छौ। तराई क्षेत्रको थोरै स्थानीय तह भएको जिल्ला कुन हो? नवलपरासी र चितवन। ल अब हामी नेपालको सहरीकरण हेरौँ। हिमाली क्षेत्रमा महानगरपालिका 0 है। पहाडी क्षेत्रमा 3वटा, तराई क्षेत्रमा पनि 3वटा। त्यस्तै उपमहानगरपालिका हिमाली क्षेत्रमा 0 है। पहाडी क्षेत्रमा 1 जुन हेटौडा उपमहानगरपालिका रहेछ है। तराई क्षेत्रमा कति रहेछ भन्दाखेरि 10वटा है। तराई क्षेत्रमा कतिवटा उपमहानगरपालिका रहेछ भन्दाखेरि 10वटा। र कुल नेपालको उपमहानगरपालिका कति रहेछ? 10 र 1 11वटा। र कुल महानगरपालिका कति रहेछ हाम्रो? 6 है, 3 6वटा है। नगरपालिका कुरा गरौँ साथीहरू। नगरपालिका हाम्रो हिमाली क्षेत्रमा 34वटा रहेछ भने हाम्रो पहाडी क्षेत्रमा 105वटा र तराई क्षेत्रमा 134वटा नगरपालिका रहेछ है। नगरपालिका 34वटा हाम्रो हिमाली क्षेत्रमा है, 105वटा पहाडी क्षेत्रमा, 134वटा तपाईको तराई क्षेत्रमा रहेछ नगरपालिका। 105 134 याद राख्नु होला। 137वटा है, 137वटा छ है, 34 हैन, 137। 34वटा त हाम्रो हिमाली क्षेत्र भयो, 105वटा पहाडी क्षेत्र भयो र 137वटा तराई क्षेत्रमा भयो। अब हामी राजनीतिक र प्रतिनिधित्व हामी बुझ्ने है। तपाईको भर्खरै आन्दोलन भएर प्रतिनिधि सभाको निर्वाचन भएको थियो है। ल हामी हेरौँ कुन कुन प्रदेशमा कतिवटा प्रतिनिधि सभा छ र प्रदेश सभा कतिवटा रहेछ हामी हेर्ने। हिमाली क्षेत्रबाट हामी सुरु गरौँ। हिमाली क्षेत्रमा 18वटा प्रतिनिधि सभा रहेछ है। कतिवटा प्रतिनिधि सभा? 18वटा। र पहाडी प्रदेशमा प्रतिनिधि सभा कतिवटा रहेछ भन्दाखेरि 61वटा है। र तराई क्षेत्रमा कतिवटा प्रतिनिधि सभा रहेछ? 68वटा। सबभन्दा बढी प्रतिनिधि सभा भएको क्षेत्र कुन हो? तराई क्षेत्र है। यसलाई याद राखौँ। तराई क्षेत्रमा 68वटा रहेछ। त्यसैले तराई क्षेत्र के हो? सबभन्दा बढी प्रतिनिधि सभा भएको क्षेत्र भयो। ल त्यसै कारणले त बालेन शाह तराईमा आएर भाषण गरेको थियो है। मधेसीको छोरा बनेर भाषण गरेको थियो है। अनि सबै सिट लिएर गयो। 68वटा प्रतिनिधि सभा रहेछ है। त्यस्तै अब प्रदेश सभाको गरौँ कुरा। हिमाली क्षेत्रमा तपाईको 36वटा प्रदेश सभा छ है। त्यस्तै पहाडी क्षेत्रमा 112वटा प्रदेश सभा रहेछ र तराई क्षेत्रमा तपाईको 156वटा है। 156वटा यसलाई सर्कललाई हटाऊ। 156वटा प्रदेश सभा रहेछ तराई क्षेत्रमा है। अर्थात् प्रदेश सभा पनि तराई क्षेत्रमै बढिरहेको छ र प्रतिनिधि सभा पनि तराई क्षेत्रमै बढिरहेको छ। त्यसपछि सबभन्दा कम प्रदेश सभा कुनमा रहेछ? हिमाली क्षेत्रमा। र सबभन्दा कम प्रदेश सभा कोमा रहेछ? हिमाली क्षेत्रमै रहेछ। यो कुरा याद राखौ। ल साथीहरू आजको लागि यति नै। हामी राजनीतिक विभाजन पनि हेरिसक्यो, रिप्रेजेन्टेटिभ पनि हेरिसक्यो है। नेपालको प्रतिनिधि सभा प्रदेश सभा बारे बुझ्यो, लोकल लेभल्सको बारेमा बुझ्यो, स्थानीय तहको बारेमा बुझ्यो है। तपाईलाई केही समस्या छ भने मलाई कमेन्ट गरेर अवश्य भन्नुहोला है। तपाईलाई यो स्लाइड मार्फत पढाउँदाखेरि बुझ्नु भइरहेको छ कि छैन, कतिको बुझ्नु भइरहेछ त्यो अवश्य कमेन्ट मार्फत मलाई। हस्त आजको लागि यति नै। धन्यवाद सबैजनालाई अन्त्यसम्म हेरिदिएकोमा
है। फेरि हामी अर्को स्लाइडमा उपस्थित हुने नै छौँ। आजको लागि यति नै। धन्यवाद। जय नेपाल।